रोहनी आएको पनि 10 दिन भयो आजबाट। अनि मैले चाहिँ यहाँ आउनु अगाडि के सोचेको थिएँ कि है म के गर्छु, यस्तो यस्तो गर्छु, यो गर्छु त्यो गर्छु भनेर पुरा गर्छु भनेर आएको थिएँ है। तर यहाँ आयो, यहाँ आएपछि माहौलहरू देख्यो, अनि माहौलहरू देखेपछि थाहा भयो कि आफूले सोचे जस्तो केही हुनेवाला छैन भनेर होइन। तर पनि गर्ने प्रयास चाहिँ गर्दैछु म होइन। के गर्न मिल्छ आफ्नो फ्री टाइमहरूमा होइन, टक्क मिलेर यताउता गएर हुन्छ कि के गरेर हुन्छ, यसो भिडियो चाहिँ बनाइरहेको छु। मेन कुरा चाहिँ होइन, मेरो मेन भनेको भिडियोमा चाहिँ फोकस गर्ने भनेर बसिरहेको थिएँ। तर यहाँ आएर कस्तो भइरहेछ भने बिहान उठ, खानासाना खाऊ, खाना पकाऊ, त्यसपछि टक्क परेर होइन जाने कि उता ड्युटीमा। अनि ड्युटीबाट फर्किँदाखेरि सुत्नलाई ठिक्क। त्यस्तो केही इन्ट्रेस्टिङै भइरहेको छैन कि होइन। अनि सेयर गर्नलाई पनि के सेयर गर्ने जस्तो हुन्छ। अब यो नि बिहान हल्का अब मार्केट जानलाई निस्केको अहिले पनि होइन, यति हो कि निस्किने भनेको। अरू त केही हुँदैन। अब सायद बिदा आउँदैछ भोलिको दिन सायद यस्तो डाँडासाँडा यसो माथितिर चाहिँ घुम्न जान्छु प्लान छ होइन। अलिअलि चाहिँ स्टोरमा गएर सामान लिन्छु, सामान लिएर घर जान्छु, अनि त्यसपछि पकाएर खान्छु, यही हो। तर यो सानो सानो स्टोरमा चाहिँ नआउनु होला गाइस, हल्का महँगो पर्ने रहेछ, ठुलो स्टोरै जानुपर्ने रहेछ। यहाँ चाहिँ यो कुरा चाहिँ थाहा पाइयो। ल आजलाई यति है त गाइस, बाई बाई।